यस्तो के भयो होला नेपालमा हे भगवान। कस्तो डरलाग्दो घटनाहरू हुन्छ भने एकपछि अर्को केही न केही त भएकै छ हाम्रो नेपालमा। के भएको यस्तो? के भयो होला त्यो मान्छेहरू त्यतिखेर त्यो कन्डिसनमा बाढी आउँदा कस्तो भयो होला कि कस्तो फिल हुने होला। कति डरलाग्दो घटना। कति मान्छेहरू होला त्यसमा, बच्चाहरू बुढापाकाहरू कस्तो के भयो होला। त्यसको आफन्तहरू परेर त्यसको त हालत के होला। हामी त झन् कोही नभएको मान्छे, हाम्रो यस्तो हालत छ टेन्सनले सुत्न नसक्ने। आमामा कस्तो तनाव भएको छ भने त्यहाँ झन् आफन्तहरू जो विदेशमा छ उसको घर परिवार उता भएको मान्छेहरू कसरी बाँच्छ होला। हे भगवान सबको रक्षा गरिदिनु होला। प्लिज त्यहाँ भएको मान्छेहरू राम्रो सेफ ठाउँमा गएर बसिदिनु होला। के भएको भने सबैको रक्षा गरिदिनु हे भगवान। कसैलाई केही नहोस्। कस्तो डर लाग्दै हेर्दै जीव काफिने। हामी त एकछिन पानीमा अलि स्विमिङ गर्न जाँदा त पानीमा अलिकति पानीमा कस्तो पानी निल्न थालेपछि कस्तो सास फुल्ने कस्तो हुने। झन् त्यहाँ त्यसमा परेको मान्छेहरूलाई कस्तो भयो होला।